सरकारमा नपुग्दासम्म बालेन्द्र शाहले पनि म बोल्छु, बोल सरकार, छिटो बोल, बोल्नु पर्यो, बोल्न दे सरकार भनेर भन्यो। आफू प्रधानमन्त्री भए पछाडि बोल्नुस् न हौ भन्दा, ए बोल्नुस् न हौ प्रधानमन्त्रीज्यू भन्यो। सदनमा कुस्ता कुस्ती हुन लागिसक्यो, झन्डै झन्डै रेस्लिङै हुन थालिसक्यो, संसद भवन सर्कस भवन जस्तो हुन थालिसक्यो। बालेन्द्र शाह बोल्ने होइन, ढुङ्गा माटो बोल्ला, म बोल्नुहुन्न। खोपीको देउता आएको क्या, धुप बत्ती गर्दा पनि च्वाइक गर्ने होइन। जनतालाई गाह्रो छ, यहाँ बसेर न्याय माग्नेहरूलाई बोल्दै हुन्थ्यो जस्तो लागेछ। बालेन्द्र सरकारले बोल्नु हुँदैन है भनेको छ। कार्यक्रममा आइन्छ, कार्यक्रमको दर्शक भन्दा पुलिस धेरै। तपाईको नाम के हो रे, कस्तो हो रे कार्यक्रम, को आउनुहुन्छ रे, कसले कसले गर्ने हो रे, ओहो है। लिपु लेकमा इन्डियन आर्मीले के गरिसक्यो राज्यलाई मतलब छैन। यो देशको स्वाधीनता के हुन लागिसक्यो त्यता मतलब छैन। यो माइती घरमा आएर अधिकार माग्नेको नाम के हो रे, ठेगाना के हो रे। फेरि न्याय दिने होइन, सोधे पछाडि त न्याय दिए हुन्थ्यो नि त। न्याय दिने होइन, सोध्ने मात्रै। आज मैले यहाँ देखिरहेको छु, यहाँ तपाईको निशान मैलानीलाई कारबाही गर भनेर बसेको कति भयो? 53 दिन भइसक्यो। यो राज्यले न्याय दिन्छ? यहाँ त्यसै गरी मात्र वडा अध्यक्षले गाडीले हानेर खुट्टा भाँचेको। यहाँ भर्खरै मात्रै पनि हस्पिटलको लापरवाहीका कारणले तपाईको चाहिँ बच्चाको ज्यान गए, बच्चाको आमाको ज्यान गएको छ। उनीहरू बसेका छन्। यहाँ थुप्रै कति हो कति छ, यो राज्यले सुन्छ। यो राज्यको मलाई त के लाग्छ, कानै छैन जस्तो लाग्छ कि। यो राज्यको आँखा पनि छैन, यो राज्यको मुख पनि छैन। यसले बोल्दैन, यसले सुन्दैन, यसले देख्दैन। हामी सडकमा आएका छौँ यिनको कान खोल्न। कान खोलेर सुन। यसरी सुन्यौ भने सुन्यौ, सुनेनौ भने जनता तिम्रो सिंहदरबारमा थाल ठटाएर सुनाउने दिन आउँछ। कुरा यो हो। अब तर बिउजिनु त पर्यो। कोही फेरि बिउज्या छन्, बारबरा फाउन्डेसनले बिउजाइदिएछ, पैसा गाडी हो, तिनलाई मजै छ। कोहीलाई अमेरिकन युथ काउन्सिलले बिउजाइदिएको छ, तिनलाई मजै छ यो देशमा। कोहीलाई तपाईको अब कसले बिउजा छन् म नभनौँ, धेरै बिउजाको बिउजै छन्, तिनीहरू बिउज्या छन्, तर जनताको आवाज बिउजेको छैन। सुकुमवासी माथि भएको दमनको विरुद्ध यो देशका नागरिकहरू बिउजेका छैनन्। बिउजिने दिन आउँदैछ। हामी त्यो भन्न पनि यो सडकमा आएको, किनभने इच्छुकको आवाज भनेको सुकुमवासीको आवाज हो, इच्छुकको आवाज भनेको दलितको आवाज हो, इच्छुकको